जय मसीह सबैजनालाई जय मसीह। हुन्छ आजको दिनमा फेरि पनि तपाईँ हामी सबैजना परमेश्वरको आराधना गर्नुको लागि यो सब दिनमा हामी भेला भएको छ। आज विशेष यो आराधना दिनमा चाहिँ प्रभुको छोराछोरीहरू आराधनाको लागि भेला भएको छ। बाइबलले भनेअनुसार पूर्व पश्चिम उत्तर दक्षिण म तिमीहरूलाई एक ठाउँमा भेला गर्नेछु र तिमीहरूबाट म आराधना लिनेछु। आमेन। र आजको दिन चाहिँ विशेष गरी हामी विश्वासीको लागि क्रिस्चियनहरूको लागि चाहिँ महत्त्वपूर्ण दिन हो, एकदमै महत्त्वपूर्ण दिन हो। त्यो के दिन भने छैटौँ दिनमा हामी आफ्नो काममा व्यस्त हुन्छौँ, तर सातौँ दिनमा चाहिँ हाम्रो सृष्टिकर्ता परमेश्वरलाई आराधनाको लागि हामी भेला हुन्छौँ। उहाँ हाम्रो प्रभुहरूको प्रभु राजाहरूको राजा हुनुहुन्छ अनि सबै आदर सम्मान महिमा प्रशंसा उहाँकै हुनुपर्छ। किन त्यसैको निम्ति तपाईँ र मलाई परमेश्वरले सृष्टि गर्नुभयो। अनि आजको दिन चाहिँ हाम्रो माझमा परमेश्वरको स्वर्गदूतहरू पनि हामी सँगसँगै आराधना गर्नेछौँ। स्वर्ग रमाउने छन् र उहाँको उपस्थिति हामीसँग हुनेछ। प्रकाशको पुस्तकले के भन्दछ भने प्रकाशको पुस्तक 4:11 हे हाम्रा परमप्रभु र परमेश्वर, तपाईँ महिमा आदर र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईँले नै सृष्टि गर्नुभएको हो र तपाईँकै इच्छा बमोजिम ती अस्तित्वमा आए र तिनको सृष्टि भयो। सबै कुरा Hi guys, welcome back to Kharsang. This is very nice. जब हामी आराधना सीन है, देखो कितना बढ़िया दिखाई दे रहा है आपको। परमेश्वरको यहाँ से नीचे देखेंगे तो इतना बढ़िया पीस है। जब हामी एकदमै हृदय खोलेर आराधना सुंदर जगह है इधर घूमने के लिए। हामीसँग भएको कुनै पनि त्यस्तो YouTube चैनल में आके लाइक और शेयर कर देना दोस्तों। शरीरको रूप भए पनि इतना नजारा बढ़िया है इधर का। आराधना गर्दा गर्दै उहाँले निको पार्नुहुन्छ। यदि यो आराधना कसैले हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ र तपाईँ बिमारी अवस्थामा हुनुहुन्छ भने हामी सँगसँगै आराधना गर्नुहोस्। तपाईँ जस्तो अवस्थामा भए पनि तपाईँले आराधना गर्नुहोस्, सिर्फ आराधना गर्नुहोस् परमेश्वरलाई। त्यो ठाउँमा त्यो अवस्थामा तपाईँको अवस्थामा इतना बड़ा पहाड़ है यहाँ। पहाड़ के ऊपर चल रहे हैं अभी। परमेश्वरले तपाईँलाई सुन्नु। पहाड़ के ऊपर चल रहे हैं लेकिन जगह तो बहुत अच्छा है इधर, बहुत नाइस जगह है। मुझे तो बहुत अच्छा लगा था जगह, वेरी सो नाइस। और ये ईस्ट इंडिया कंपनी में बनाया था पहले ट्रेन का, ये अभी तक कंफर्म नहीं हुआ कि ऐसा रथ किया है जर्नी बनाने के लिए, नीचे तक जाने के लिए। वो देखो जब हामी आराधनामा जान्छौँ परमेश्वरको उपस्थिति त्यहाँ आउनेछ। जब परमेश्वरको उपस्थिति त्यहाँ आउनेछन्, इतना सुंदर है, इतना बढ़िया है। अभी हम जंगल रास्ता जाता है, परमेश्वरको उपस्थिति त्यहाँ आउनेछन्, जंगल रास्ता है इधर। आत्मा र शरीरको रोगहरू पनि निस्किएर जानेछ। जब तपाईँ र म आराधना गर्नेछौँ, हामी माथि आएका बोझहरू पनि त्यो हटेर जानेछ। जब हामी आराधनामा जानेछौँ, हामीलाई हाम्रो आत्मिक जीवनलाई शरीरलाई बाँध्ने ती अन्धकारको शक्तिको चेनहरू पनि भाँच्नेछन्, टुटेर जानेछन्। किनभने परमेश्वरको उपस्थितिमा उहाँको शक्ति छ। उहाँको शक्ति र पराक्रम र महिमा हामी सबै मिलेर गाउनेछौँ, सँगसँगै उहाँको आराधना गर्नेछौँ। हालेलुया, प्रेज द लर्ड। ओ येशू, हालेलुया। प्रभु हामी तपाईलाई धन्यवाद दिन्छौँ। प्रेज द लर्ड। हामी उहाँको नाउँलाई हामी उचाल्नेछौँ, उहाँको आराधना गर्नेछौँ। उहाँ मात्र योग्यको परमेश्वर हुनुहुन्छ, उहाँ मात्र आराधनाको योग्य हुनुहुन्छ। ओ सुन्दर परमेश्वर, मेरो परमेश्वर, हाम्रो परमेश्वर, तपाईँलाई धन्यवाद छ। हालेलुया, येशू, हालेलुया। प्रभु तपाईँलाई धन्यवाद छ परमेश्वर। हालेलुया, येशू, हालेलुया। प्रेज द लर्ड। Yes, hallelujah. उनको चर्चा, praise the Lord. हामी एउटै आवाजमा उहाँलाई उचाल्नेछौँ, एउटै स्वरमा हामी उहाँलाई उचाल्नेछौँ र उहाँको नाउँलाई हामी महिमा गर्नेछौँ। Yes, hallelujah. उनको
भन्दछ, स्वर्गमा, पृथ्वीमा, पृथ्वी मुनि, समुद्र र त्यस त्यहाँ भएको हरेक प्राणीले यसो भनिरहेको मैले सुने, सिंहासनमा विराजमान हुनुहुनेलाई, भूमक र धुवालाई स्तुति, सम्मान, महिमा र समर्थ सदा सर्वदा रहिरहोस्। हालेलुया। प्रभु तपाईँलाई धन्यवाद चाहन्छु। तपाईँ आदर भक्तिको योग्य परमेश्वर, तपाईँलाई धन्यवाद चाहन्छु। हालेलुया। यसो अरू कोही छैन महिमाको योग्य, एकमात्र प्रभु तपाईँ। यस हालेलुया। अरू कोही छैन निष्कलङ्क पवित्र, एकमात्र तुमा तपाईँ। कोही छैन, अरू कोही छैन महिमाको योग्य, एकमात्र तु तपाईँ। कोही छैन, अरू कोही छैन निष्कलङ्क पवित्र, एकमात्र तुमा तपाईँ। सारा महिमा तिम्रै, सारा महिमा तिम्रै। Yes, praise the Lord. तपाईँलाई धन्यवाद चाहन्छु पिता। प्रभु तपाईँलाई धन्यवाद चाहन्छु। महिमाको योग्य परमेश्वर, तपाईँ आश्चर्य काम गर्ने परमेश्वर, सारा ब्रह्माण्डलाई सृष्टि गर्नुहुने परमेश्वर। भजन सङ्ग्रहले भन्दछ 46:8-10 हे परम प्रभु, देवहरूमा तपाईँ सम्मान अरू कोही छैन, तपाईँका कार्यहरू जस्ता अरू कोही छैन, कसैको छैन। हे परम प्रभु, तपाईँले बनाउनु भएका सबै जातिहरू तपाईँको अघि झुक्ने छन् र तिनीहरूले तपाईँको नाउँको आराधना गर्नेछन्, किनकि तपाईँ महान हुनुहुन्छ र आफ्नै कर्महरू गर्नुहुन्छ। तपाईँ एकमात्र परमेश्वर हुनुहुन्छ। हालेलुया। हालेलुया। Yes. Hallelujah. Praise the Lord. Hallelujah.
छ